ल सबैजनालाई मेरो भिडियोमा स्वागत छ है। आज चाहिँ मैले अस्ति जुन चाहिँ युट्युबको 1K सब्सक्राइबरबाट विनर हुनुभएको थियो, मैले अस्ति भर्खर चुज गरेको थिएँ। आज चाहिँ मैले उहाँको चाहिँ स्केच बनाउन जाँदै थिएँ है त। तपाईँहरूले पनि देखिसक्नुभयो होला होइन, त्यहाँ चाहिँ एकजना 555 नामको चाहिँ विनर हुन सफल हुनुभएको थियो र मैले कन्ट्याक्ट गरेर फोटो पनि मागिसकेँ। खासमा भन्ने हो भने चाहिँ ऊ चाहिँ मेरो आफ्नै गाउँको भाइ हो होइन। उसले चाहिँ मलाई 4-5 वटा फोटो पठाएको थियो। त्यसमध्ये चाहिँ मैले आज एउटा फोटो चाहिँ चुज गरेर बनाउन जाँदैछु है त। र मैले यसै भिडियो मार्फत सबैजनालाई एउटा अनुरोध गर्न चाहन्छु। जबदेखि चाहिँ मैले स्केच बनाएर यो टिकटकमा पोस्ट गर्न थालेँ, त्यसपछि मैले पहिला पनि भनिसकेको थिएँ, धेरैजनाको चाहिँ मलाई रिक्वेस्ट आएको थियो मेरो पनि भनिदे भनेर। र एकैचोटि सबैजनाको सम्भव छैन है। र कतिजना साथीहरूले चाहिँ मलाई रिक्वेस्ट गर्नुहुन्छ कि मेरो चाहिँ बनिदिइहाल, अरूको पछि बना भनेर भन्नुहुन्छ। त्यस्तै मैले धेरैजना साथी भेटाएँ, मेरो चाहिँ बनाइदिइहाल होइन, अरूको चाहिँ पछि बनिदियो भनेर। किनकि मेरो लागि सबैजनालाई मैले समान रूपमा हेर्छु र सबैजना मेरो लागि अति नै प्यारो नजिकको मान्छेहरू हुनुहुन्छ। त्यसैले मैले कसैको चाँडै कसैको ढिला गर्ने चाहिँ मैले त्यो गर्न सक्दिनँ। जसरी मैले चाहिँ सुरुवाती चरणमा गरेको थिएँ एउटा चिट्टा अनुसार, त्यो चिट्टा अनुसार चाहिँ मैले स्केच बनाउने छु। किनकि त्यसको लागि धेरै टाइम लाग्न पनि सक्छ। अब हुनसक्छ होइन, स्केच बनाउँदै गर्दाखेरि अब कसैको पहिला होला कसैको ढिला होला, त्यो छुट्टै कुरा छ। किनकि चिट्टा थुत्दै गर्दा जसको पहिला आउँछ मैले उसको चाहिँ बनिदिने हो है त। त्यसैले यो स्केचमा चाहिँ मेरो पहिला आएन, मेरो बनाइदिएन भनेर चित्त नदुखाइदिनु होला। र मैले चाहिँ जसलाई चाहिँ मैले बनाइदिन्छु भनेर भनेको छु र म्याक्सिमम मान्छेलाई चाहिँ मैले के भनेको छु भने स्केच बन्छ तर टाइम लाग्छ भनेर है। किनकि टाइम लाग्छ, मजाले टाइम लाग्छ होइन। समयले साथ दिएसम्म मैले सबैजनाको चाहिँ स्केच बनिदिने कोसिस गर्नेछु। किनभने मैले स्केच डेली बनाउन मिल्दैन। विदेशमा बसेर काम गर्ने मान्छे होइन, त्यसको लागि चाहिँ मैले एउटा टाइम छुट्याउनु पर्छ। र अहिलेको कन्डिसनमा हेर्ने हो भने मैले चाहिँ छुट्टीको दिन मात्रै स्केच बनाउने गरेको छु। त्यसैले मेरो जति पनि मलाई बनाइदिए चित्र भनेर भन्नुभएको छ र मैले आफूले पनि चुज गरेर जतिजनाको चाहिँ चिट्टा छ त्यसको हिसाबले बुझ्ने हो भने चाहिँ लगभग 100जनाभन्दा माथि नै पुग्नुहुन्छ होइन, अझै धेरै पनि पुग्नुहुन्छ होला। त्यसैले हप्तामा 3-4 वटा स्केच बनाएर 100जनाको चाहिँ बनाइदिनलाई चाहिँ निकै नै टाइम लाग्छ। मलाई कसैको चित्त पनि नदुखोस्, कसैको मन नदुखोस् भन्ने मेरो चाहना हो। मैले जसको बनिदिन्छु भनेर भनेको छु त्यहाँहरूको अवश्य नै बनिदिन्छु, तर टाइम लाग्न सक्छ। त्यसैले धैर्यता गरिदिनु होला। र जुन चाहिँ यो मेरो युट्युबको थ्रुबाट मैले चुज गरेर विनर बनाउँछु, उहाँहरूको पनि मैले एउटा कन्टिन्यू गर्छु र चिट्टा पनि कन्टिन्यू गर्छु र यसबाट पनि कन्टिन्यू गर्छु। त्यसैले युट्युबमा पनि मैले अस्तिको भिडियोमा हालेको थिएँ, मेरो चाहिँ 4000 वाच टाइम पुगेपछि मैले चाहिँ 2 जना चुज गर्छु भनेर भनिसकेको छु होइन। र मैले बुझेअनुसार चाहिँ 1K सब्सक्राइबर पुगेपछि 12 महिनाभित्र चाहिँ 4000 वाच टाइम पुग्यो भने चाहिँ मेरो युट्युब मोनेटाइज हुन्छ भनेर मैले बुझेअनुसार होइन। र मैले अस्ति जुन चाहिँ विनर चुज गरेको थिएँ त्यो भिडियो लगायत जति पनि मेरो नयाँ भिडियोहरू आउँछ त्यो सबैमा सबैजनाले सब्सक्राइब गरेर डन भनेर लेखिदिनु होला। र यो भिडियोहरू चाहिँ सकेसम्म सक्दो सबैजनासँग सेयर गरिदिनु होला, जसले गर्दा चाहिँ 4000 वाट टाइम चाहिँ चाँडै पुग्न सक्छ। र त्यसबाट चाहिँ मैले तपाईँहरूमध्ये 2 जनाको चाहिँ स्केच बनाइदिन्छु है त। ल यति भन्दै स्केच पनि सकियो होइन। र अहिलेलाई चाहिँ बिदा हुन चाहन्छु, फेरि अर्को भिडियो लिएर आउनेछु है त। ल बाई बाई।